आज बिहान 11:50 बजे नेपाल खोटाङको बेलाबेसी क्षेत्रमा एक हेलिकप्टर दुर्घटना भएको छ। काठमाडौँबाट खोटाङ जाँदै गरेको यो हेलिकप्टरमा पाइलटसहित 6 जना सवार थिए। साथै यसले एउटा मृत शरीर पनि बोकेर लगिरहेको थियो। हेलिकप्टर अवतरणको तयारीमा रहेको थियो जब अचानक तेज हावा उड्यो र वरिपरि धुलो उड्न थाल्यो। दृश्यता एकदमै कम भएपछि पाइलटलाई जमिन देख्न पनि एकदमै गाह्रो भयो। जमिन नजिक पुगेपछि हेलिकप्टरको सन्तुलन बिग्रिन गयो र नियन्त्रण गुमेर पल्टेर जमिनमा ठोक्किन पुग्यो। सकारात्मक कुरा यो छ कि केवल एक यात्रु घाइते भएका थिए, अन्य सबै सुरक्षित रहेका छन्। घाइतेलाई तुरुन्तै काठमाडौँ ल्याएर उपचार सुरु गरिएको छ। दुर्घटनापछि उद्धार टोली घटनास्थल तुरुन्तै पुगेको थियो र अहिले सम्बन्धित निकायले वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको छ। यो घटना सानो भए पनि नेपाल जस्तो पहाडी भूभागमा मौसम र भूभागले उडानमा कस्तो असर गर्छ भन्ने कुरा स्पष्ट देखाउँछ। केही समयमै जीवन बदलिन सक्छ, तर तयारी, सावधानी र जिम्मेवारीले हरेक यात्रालाई सुरक्षित बनाउन सक्छ। हाम्रो प्रार्थना छ सबै सुरक्षित रहून्।